Hello guys. सो लास्ट भिडियोमा चाहिँ मैले के भनेको थिएँ भन्दाखेरि म रुम चेन्ज गरेँ बाइ द वे फर्स्ट त अनि आई विल गिभ यु गाइज लाइफ अपडेट भनेको थिएँ अनि के अपडेट लाइफ अपडेट भनेको के हो के हो भन्दाखेरि लाइक अहिले अप्रिल 24 भयो लाइक अनि म जान 18मा आएको थिएँ युके इट्स बिन लाइक 3 मन्थ्स यहाँ आएँ भने सोचिरहेको थिएँ कि भ्लगिङ चाहिँ रेगुलर गर्छु भने सोचिरहेको थिएँ तर झ्याउ लाग्न थाल्यो क्या कलेज युनिभर्सिटी अनि त्यसपछि घर युनिभर्सिटी घर भइरहेको थियो अनि त्यसपछि त्यो भएपछि म त्यही त नि हाम्रो पारा म राइजिङ स्टार नेपाल हामी जहिले पनि त्यही हो रेगुलर हुन्छ भन्छौँ तर कहिले कहीँ पनि रेगुलर हुन सक्दैनौँ अनि त्यसपछि अनि अनि मेन त त्यो उता बसेको उता रुममा बसिरहेको थियौँ अनि उता रुम अलिकति सानो थियो क्या अनि त्यो मेसी भन्दा नि सानो कुच्चुको परेको ठाउँ अनि त्यसपछि दुईजना बस्नु पाएको छ अनि न ल्यापटप चलाउनु मिल्ने ठाउँ छ त्यो अनि डेली के अरे भ्लग खिच्यो भने पनि एडिट गर्नलाई यसरी कुपुर्क पऱ्यो त्यो खाटमा गर्नुपर्छ अनि त्यही भएर मलाई झ्याउ लागिरहेको थियो मेनली त अनि म अल्छी त लास्टै अल्छी हो एडमिट गर्छु आफूले आफूलाई सो अब चाहिँ के गर्नु लाग्यो भने अब चाहिँ म डेली भ्लग त मरिगइ नै हाल्दिनँ किनकि म त सक्दिनँ म त्यो भनेर आफ्नो टाइम पनि खर्च गर्न चाहदिनँ सो वाट आइएम गोइङ टु डु इज लाइक म अब चाहिँ सोसियल मिडियामा एक्टिभ हुन लागेको छु रे भनेर कोसिस गर्नेवाला छु बाइ द वे म के अरे एक्टिभ साँच्चै गर्नु लाग्यो त्यही भएर मैले हेर्नु न यहाँ पाउन्ड खर्च गरेर रिङ लाइट किनेको छु पाउन्ड खर्च गरेर टेबल किनेको छु यहाँ टक्कै म एडिटिङ हानु भनेर अनि म राति सुत्दिनँ आजभोलि हेर 1:31 गयो हो म मेरै च्यानल हेरिरहेको थिएँ म यो च्यानल हेरिरहेको थिएँ अनि त्यसपछि यता राइजिङ स्टार हेरिरहेको थिएँ केटाहरूले के भन्दै थियो केटाहरू के भन्दै थियो भन्दाखेरि कास्टिङ बोलाइरहेको थियो राइजिङ स्टार अनि मैले सोचेँ कि कम्युनिटीमा पनि त पोस्ट गऱ्यो होला भनेर तर हाम्रो च्यानलको कम्युनिटी नै छैन ए कम्युनिटी अहिले पोस्ट भएर छ सरी सो मैले सोचेको थिएँ कि यहाँ पनि होला सायद अनि त्यही हेर्न खोजिरहेको थिएँ रहेनछ अनि त्यसपछि अब त्यही त नि अब रेगुलर हुँ भनेर सोचिरहेको छु अब हेरौँ कतिको रेगुलर हुन सक्छु अनि यो गएको 3 महिना भएछ यस्तै पारा हो भने त अरे 1 वर्ष पनि गर्छ थाहा छ कसरी गर्छ थाहा छैन नाइस सो गाइज यो मेरो लाइफ अपडेट अनि म के भन्छ म अलिकति क्रिएटिभ कमेडी ओके म चाहिँ अब अलिकति रेगुलर हुन चाहिँ कोसिस गर्न लागेको हो अरू त के पनि होइन अनि भ्लग्स या जे बनाउँछु म हालिदिन्छु मलाई बाल छैन अहिले त म जे बनाउँछु हालिदिन्छु जे खिच्छु हालिदिन्छु ऱ्यान्डम स्टफ हालिदिन्छु हेर्दै गर्नु होला भोलि म सायद एउटा भ्लग बनाउँछु होला अरे भ्लगमा केही हुँदैन क्या भ्लग बनाउनु त्यही अल्छी लाग्छ मलाई हेलो गाइज म गइरहेको छु हेलो गाइज मैले गएँ खाएँ अनि यति कन्टेन्ट चाहिएको छ मलाई कन्टेन्ट तपाईँहरूसँग कन्टेन्टको आइडिया छ भने मलाई भन्नुहोस् कमेन्टमा यति बेलासम्म त मेरो भिडियो हेर्ने कोही पनि छैन होला सो यो छोटो मिठो बनाउँदै लाइक म रेगुलर हुन खोजिरहेको अन्त रेगुलर हुन कसरी सक्छु होला भनेर एक्लै के गर्न सकिन्छ होला मलाई यदि कसैले अहिलेसम्म भिडियो हेरिरहनु भएको छ भने चाहिँ प्लिज भनिदिनु होला म ट्राई गर्छु मसँग एकदम फ्री टाइम छ अब किनकि पहिला चाहिँ मेरो 5 डे युनिभर्सिटी लागिरहेको थियो तर अब only 2 days and now chill pill